एउटा सानो ठुलो आउँछ र होइन यस उडानका कप्तान सञ्जय पौडेल हुनुहुन्छ र उहाँलाई साथ दिँदै हुनुहुन्छ सहचालक रचेन्द्र जोशी र अन्य उडान कर्मचारीहरूको साथमा माइन फ्लाइट सुपरभाइजर सुस्मिता थापा। काठमाडौँसम्मको उडानको समय 8 घण्टा र 20 मिनटको हुनेछ। आफ्नो सुरक्षाका लागि सबै सामानहरूलाई माथिको सामान कक्षमा अथवा आफ्नो अगाडिको सिटको मुनि राखिदिनुहोला। उडानको सुरु र अवतरणको समयमा सिटको पिठी बाँधी सिटलाई सिधा राख्नुहुन र ट्रे टेबल बन्द गर्नुका साथै छ्याउको कभर खुला गरिदिनु हुन अनुरोध गर्दछौँ। मोबाइल फोनलाई फ्लाइट सेफ मोडमा राखिदिनुहोला। साथै यो उडान धुम्रपान निषेधित भएको पनि जानकारी गराउँदछौँ। कुनै पनि सेवा सूचना आवश्यक भएमा उडान कर्मचारीसँग सम्पर्क राख्नु हुन अनुरोध गर्दछौँ। आशा छ नेपाल वायुसेवामा यहाँको यात्रा सुखमय हुनेछ। धन्यवाद। नमस्ते लेडिज। नमस्कार। नेपाल वायुसेवा निगमको यस उडानमा हार्दिक स्वागत गर्दछौँ। उडान नियम अनुसार हामी यहाँहरू समक्ष सुरक्षा सम्बन्धी जानकारी गराउँदछौँ। यहाँहरूको सामान माथिको सामान कक्षमा राखिदिनुहोला। कुनै पनि सामानहरू आफ्नो काखमा नराखी आफ्नो अगाडिको सिटको मुनि राखिदिनुहोला। हरेक सिटमा पेटी रहेको छ। यसलाई बाँध्न पेटीको अन्तिम भागलाई यस बकलमा छिराई तान्नुपर्छ। उकाल्न बकलको माथिल्लो भागलाई उठाई तान्नुपर्छ। सिटको पेटी बाँध्ने सङ्केत बत्ती बलेको बेला सिटको पेटी बाँधी सिटमा बसिदिनुहोला। हरेक सिटको माथि अक्सिजन मास्कहरू राखिएका छन्। कारणवश जहाजभित्रको चाप घट्न गएमा सो मास्क आफै तल झर्नेछ। मास्कलाई आफूतिर तानी नाक र मुख छोपी फित्तालाई कसेर श्वास फेर्नुपर्छ। कृपया आफूले सो मास्क लगाइसकेपछि मात्र अरूलाई लगाउन मद्दत गर्नुहोला। हरेक सिटको मुनि सुरक्षा ज्याकेटहरू राखिएका छन्। बिजनेस क्लासमा सुरक्षा ज्याकेट हात अडाउने मुनि राखिएको छ। कारणवश जहाज पानीमा ओर्लन परेमा सो ज्याकेटलाई निकाली टाउकोबाट यसरी लगाउनु पर्नेछ। यो सेतो फित्तालाई अङ्कुशेमा अड्काई तान्नुपर्छ। यो रातो पट्टीहरूलाई तानेमा आफै हावा भरिनेछ। यो रातो नलीहरू फुकेमा पनि हावा भरिनेछ। कृपया जहाजबाट बाहिर निस्किएपछि मात्र ज्याकेटमा हावा भर्नुहोला। यस विमानमा 8वटा आपतकालीन ढोकाहरू छन्। 4वटा बायाँतर्फ र 4वटा दायाँतर्फ। पखेटा पछाडि 3 नम्बरको बायाँ र दायाँ ढोकाहरू पानीमा प्रयोग हुने छैन। विमानभित्र धुवा भरिएको खण्डमा भुइँमा बलेका आपतकालीन बत्तीहरू पछ्याई आपतकालीन ढोकातर्फ प्रस्थान गर्नुहोला। आपतकालीन ढोका तपाईको नजिक पनि हुन सक्छ। यहाँहरूको जानकारीको लागि शौचालय प्रयोग गर्दा फ्लस गर्न नभुल्नुहोला तथा फोहोरलाई वेस्ट बिनमा फ्याँक्नुहोला। यो उडान धुम्रपान निषेधित भएको जानकारी गराउँदछौँ। सुरक्षाको कारणले उडानको सुरु र अवतरणको समयमा कुनै पनि विद्युतीय उपकरणहरूको प्रयोग नगर्नुहोला। कृपया इन-सिट भिडियो स्क्रिन सुरक्षित स्थानमा राखिदिनुहोला। झ्यालको कभर खुल्ला राख्नुहोला र सिटलाई पनि सिधा राख्न अनुरोध गर्दछौँ। अन्य जानकारीको लागि यहाँहरूको अगाडि सिटको खल्तीमा राखिएका सुरक्षा
हेलो म कामदेखि आइरहेको छु कि भिडियो कल गर्न मिल्दैन अँध्यारो छ बाटो म कामदेखि रुमतिर आइरहेको छु कि अहिले आइपुगेपछि गर्छु ल रुममा आइपुगेपछि हुन्छ ओके बाई बाई के गर्दैछस् के गर्दैछस् के गर्दैछस् के गर्दैछस् ल ल होमवर्क गर्दै गरेँ अहिले छिटो छिटो ल ल ल बाई बाई राखिदिएको अनबक्सिङ गर्दैछौ वाउ टेस्ट चाहिँ कसरी थाहा छ नि एकदमै मेरो यो मुसोले आज मेरो मेकअप गरिदिन्छ अरे हेरौँ है अब फाइनल लुक कस्तो बनाइदिन्छ मेरो मुसोले पहिले पनि धेरै एकचोटि मेरो मेकअप गरेर त्यसको त्यो भिडियो छ होला सायद युट्युबमा प्राइभेटमा छ त्यो आइडी छैन कि मलाई मसँग भोलि पछि देखाइदिन्छु ल हुन्छ काठमाडौँमा बस्दा गरिदिएको थिइस् कि तैँले मलाई मेकअप कहिले सानो हुँदाखेरि नराम्रो थियो होला नराम्रो
कस्तो नि आज त मेकअप गर्न थालिस् त फेरि गर्नुपर्छ नि कहिले होइन कस्तो राम्रो देखिरहेको कस्तो राम्रो ब्युटिफुल लाग्छ It's my turn, my daughter hair curly. म चाहिँ मेरो छोरीको हेयर कर्लिङ गर्न लागिरहेछु मेरो फुच्ची पहिरो यस्तो लामो छ लामो न लामो कसरी गरिदिन्छु I don't know. One, two, three, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15. Wow, that is so cool. One, two, three, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20. One, two, three, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30. Wow, how beautiful girl. Why, this is my little girl here. How long is that? Still have some cigarette here. Is that more minutes? चिनी नहालेको खाने भनेर अलिकति त्यत्रो रे यो आफू लट्टा फुटाउने आस आफू लट्टा फुटाउने चक्लेट भनेपछि मलाई माउन्टेन फाउन्टेनको कुरा याद आयो चक्लेट चक्लेट भनेपछि मलाई माउन्टेन फाउन्टेनको कुरा याद आयो त्यो के हो भने एउटा मुसी भन्ने केटी भर्खर हेर्न कस्तो राम्ररी देखेको ब्युटिफुल देखिरहेछ
सुसु चिया पिरहेको छ सुसु चिया पिरहेको छ सुसु चिया पिरहेको छ होइन खोला कस्तो राम्रो यसरी पो खिच्ने त भिडियो त नि अनि जान्दैन रहेछ यार छि कस्तो नराम्रो आइरहेको छ म भएको भए त जोनी यस्तो राम्रो खिचिन्थ्यो तर के गर्नु बाबालाई मात्रै लगाउनु हुन्छ तर के गर्नु होइन तर के गर्नु बाबालाई मात्रै तेरो ड्रोन भिडियो त गर्दैछ फेरि What is? मैले बाल भन्नु किन हाल्नु टमाटर बेसी गर्नु भयो हाल्दै भनेर बेसी बेसी त हाल्नु के हाल्नु एटा फुल पनि भेटिन्छ होला नि कराउने केटी उता गएर मेरो भिडियो खिच्छ ओइ मसी यता हेर यहाँ हेर्न भनेको मेरो भिडियो खिच्नु भनेको मेरो म बोल्दिनँ है बस्छौँ बाई बाई कड्डी मेरो भिडियो खिच्दै हुन्छ छिटो न बिरिसकिसक्यो नानी हामी पाथी भएर गइरहेका छौँ यस्तो छ उखालो यस्तो छ ओह्रालो अनि यस्तो छ पानी पहरा यहाँ छ बरपिपल चौतारो यहाँ सानो मन्दिरमा माता देवी हुनुहुन्छ हामी दर्शन गरिरहेछौँ मेरो पनि भिडियो निकाल्दैन यति खिचेर स्वेटर म बोक्न सक्दिनँ अब यहाँ हुनुहुन्छ एउटा च्याखुरी यो महाअल्छी च्याखुरी छिन् यहाँ यी च्याखुरीलाई हाम्रो टोलीहरू माथि हुनुहुन्छ अनि यहाँ एउटा टोली छिन् किचिक 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 गरेर गर्छन् खालि यहाँ तल सिङ्गो बालेर यहाँ तलको पानी लिएर अब यहाँ सानो मन्दिर छ नानी गाडी आयो गाडी उता यो सानो मन्दिर छ
मन्दिरमा पूजा गरेर हामी जाँदैछौँ पाथिभरा मन्दिर। हामी गङ्गापुर आयौँ। हजुर हरिओम नारायण काली गङ्गा देवी र हाम्रो मम्मी हाम्रो सर आज भगवती मातालाई दर्शन गर्न जाँदै हुनुहुन्छ। शुभ यात्रा सफल गर्नको निमित्त हाम्रो कुनै काठमा हातमार त छैन, त्यो त काठमा होइन र हाम्रो माघपुर हाउस काबली गङ्गा देवी दर्शनहरू कुनै हानमार काठमार छैन। भगवती मातालाई दर्शन गर्ने र एकदोर पन्थी उडाउने हो नि माथि र उडाउने भाकाल रहेछ। चिता कुरा सम्पूर्ण बोल आजदेखि कुनै भाकाल नरहो। घरमा जान परिवार छोराछोरी बालगोपाल कुनै देश परदेश गएकालाई पनि शुभयात्रा सफल होस्, चिता काम पुरा होस्। आजदेखि पर्यन्त भाकाल नरहो। सत्यदेवीले रक्षा गरून्, कुनै विघ्न बाधा नपोस्, हाम्रो यात्रा सफल होस्। 9 घर शान्ति गरौँ। हनुमान काठमार छैन, भगवती मातालाई वरदान शक्ति माग्न जाँदै हुन्छ र शुभयात्रा सफल होस्, चिता काम पुरा होस्। 9 घर शान्ति गर्छु। काबलीको देवी नारायण नमस्ते। जय भगवती माता। जुत्ता खोल्ने म त खोल्नु पर्दैन, भित्र जाइहाल्नु। धुप छ कि छैन? धुप छ सल्काउँ। अचम्मको उल्को भयो जाने अस्ति नै मैले तपाईँको अचम्मको उल्को यहाँको सांसद पहिलाको अहिले त केबुल कार्डको विवादमा परेर त्यो उठेको उठाइदिने थिएन कसैले। You are perfect girl. Woman right now, right? होमो कसरी मलाई चाहिँ मेरो म्याप्नु मजा लिँदैछ छोरी हो। डान्स गर्दैछ नि आफै गीत गर्नुपर्छ भन्ने कुरा त मैले अनि आफै गीत गाउँदै डान्स गरिरहेको चाहिँ
मैले काम चाहिँ राखिहाल्छु यहाँ राखिहाल्नु किन चाहिँ ठोकेको हो यति साह्रो चाहिँ ऊ त ढुङ्गा रहेछ क्या अन्त चाहिँ सक्यो यो गाडी अरूको ट्र्याकमा ठुकिरहेछ नि ट्र्याकमै झन् बचाएर हिँडो अनि यस्तो देखिँदै रहेछ टच गरेको नि क्यामेरा यसमा होला नि त्यही भएर तिनीहरू हेलो गाइज चलो चलो जल्दी जल्दी चलो गाइज ए इनर्जी फुल लस हुन्छ क्या नगर न हिँड्न ए के भएको रहेछ लास्टमा चाहिँ देखाउनु सर छिटो न के देखाउनु न खानु न अयो आइज नखेलेन आइज न वाओ थ्याङ्क यू सो मच फर दिस गिफ्ट ओके आई लभ यू सो मच बाई बाई फाल्दैन नि हातमै पुग्नु आँटिसक्यो जाउँ हिमाल देखियो है माया यस्तो हिउँमा छ भन्नु पनि छैन माया यता आउनु माया अनि राम गरेको भिडियो निकालौँ न माया हेलो यसो आलाएको माया हाय माया यसो छ हेर्नु म कति गोरो तपाईँ कति काले कलर डे माया बल्ल लगाऊ माया कलौटे सिङ यता हेर्नुहोस् कलौटे माया कलौटे माया Mia, are you happy? उता पर हिमाल देखाउनु न हामी हामी त पुरै हिमालमै छौँ है अनि हामी त नेपालको टप भागमा आएको हो नि त म यो अहिले इनर्जी आयो माया आयो माया हाम्रो माया गाने छ हजुर यसरी पनि लिनु न त्यो भन्दा नि यो पनि लिन्छु के गर्न गएको हो यस्तो हिउँमा हामी चिप्ली हिँडिरहेछौँ माया चिप्ली खेल्दै हिँड्ने अरे नि त माया गाह्रो भयो माया मलाई चिप्लोकै जुत्ता चिप्लो रहेछ जुत्ता चिप्लिँदो रहेछ जाँदै
जय माता दी तपाईँहरू ठ्याक्कै त्यहाँदेखि चाहिँ देखाएको थियो क्या अलिक त साइडमा निस्किएको थियो अलिक त सर यता साइडमा आउनु को हो कान्छी उडी छ नि केटी तल फेरि पुगिसक्यो धन्न हिँडी पो भन्नु न फकाउँदै बिचरा सर मेरो फोन बोक्नु आएछ अगाडि जानु Wait. अगाडि हिँड्नु म खिचिदिन्छु खै त नि यसको फन्ड हुँदैन त्यसलाई फन्ड गर्नको लागि दोस्रो भइहाल्यो नि त तपाईँको अगाडिमा कति गोरी देखिँदो रहेछ फोटो नि यस्तै गोरी निस्केको छु म त्यस्तो गोरी त छैन है तर यस्तै यस्तो त त्यस्तो गोरी त छैन है छेउडेहरू त्यो त्यो छोपेको देखिन्छ नि त कत्ला कुत्ली पर्दाखेरि त राम्रो देखिन्छ कत्ला देखिन्छ फेरि फेसमा देखिन्छ अलि बा त तल्लो फेरि पुगिसक्नु होला भनेको त हाम्रो फिर्ती सवारी हुँदैछ हाप्लेजुङबाट फिर्ती सवारी ओह्रालो बाटो सिँढी नै सिँढी भएको हिउँले ढकमक्क ढाकेको बाटोमा हामी ओह्रालोको प्रस्थान गर्दैछौँ हेलो गाइड्स भागेमा नि सक्यो असुविधा केही कुराको भएन मम्मी हेर्नु है यहाँ होइन अस्ति दिन आएको भने सधैँ हुने रहेछ त्यस्तो गाह्रो नहुने रहेछ यो अलिक अगाडि नै हाल्यो हिजो माथि गएको छैन नि तल पुग्ने कस्तो त्यो त अनि बेलुका हो नि त नि बेलुका त भइहाल्छ नि त अहिले भरे पनि त्यस्तै हुन्छ अहिले पो झरेछ त होइन बिहान थियो किन थिएन मैले यहाँ ठ्याक्ठ्याक यत्रो उयो गरेछ भनेर कुन थियो हो मैले नानीलाई मैले रुख यत्रो झरेछ नानी भन्दै लिएर गएको पाथिबाट मन्दिरको दर्शन गरेर हामी
ओह्रालोतर्फ फर्किँदैछौँ। यता हुनुहुन्छ हाम्रो हेड गार्जियन हातलाई गर्मी भइसकेको छ बाबाको पन्जा उगाल्नु हो। टच गरेन इन्डिङ गर्नु खोइ बाहिर टच गर्नु भने यहाँ छिट्नु बिचमा। ट्रेकिङ चार सय जति लिन्थ्यो होला धौलासम्म। अनि त्यो पञ्चायती पठाएको अर्को त्यो खाना दिनु पऱ्यो। यता कहाँ आउँछ उता यहाँ देखेर सिधै पारिपट्टि होइन सरोज? यहाँ देखेर सिधै पारिपट्टि होइन त? ओके बत्ती बेला राति देखेको थियो त।
केटी चलो है अब चलो है कसो छ पो चलो है केटी चलो है चलो है चलो बस भिडियो नबनाउनु ल सुरु सुरु ओके 26 यहाँ पछाडि एकछिनमा गर्दै ल 20 ल सुरु भयो भयो सब आफैको पनि अनुहार हेर्नु एकपल्ट लु है अब मैले पालो क्या कति भयो भयो के थाहा त म मान्छेले नभेटेको अवस्थामा Kailan ba sa?
म गइहाल्छु जानु हाँस्दै कस्तो खालको अन्त हाँस्दै हाँस्दैन बिचमा I love you the then universe. कपी गरौँ न त मेरो क्यूट पाई हेयर स्टाइल देखाउनु त मेरो छोरीको अर्को फेरि फर्कने कता कता पुगेछ र कता यो यता हेर सानो मेरो हेयरस्टाइलमा मेरो बेस्टु पनि हो मेरो छोरी पनि हो एकछिनमा मेरो त्यो कुरा माया पनि हो के कुरो हो पिठा खोलिदिनु बहुत क्या लाज लिएर आन न लिपस्टिक साह्रै जान्छ नि त यस्तो कसकै हुन्छ क्या त्यो तपाईँ लगाउनु मेरो साना मामलाई नबिर्सिनु है ज्ञानी हुनु धेरै पढ्नु राम्रोसँग पढ्नु अलिकति टप्पर हुनु अनि एक पछि पछाडि लिन आउँछ उति गरेका छु हस्